आदरणीय देशवासी नमस्ते। यहाँलाई हार्दिक स्वागत छ दि एक्सक्लुजिभ हाउसमा। नेपाल बहुजाति, बहुधार्मिक, बहुसांस्कृतिक अनि सहिष्णुताले भरिपूर्ण देश हो। यहाँ हिमालमा हिम पहिरो जाँदा तराईलाई दुख्छ, तराईमा बाढी जाँदा पहाडलाई दुख्छ। यसरी एकअर्कामा परिपूरक भएको देशको नागरिक हामी केही दिनदेखि धर्मको नाममा, जातिको नाममा अनि वर्गको नाममा लड्दैछौँ। सुनसरीको केही क्षेत्रमा जातीय ढुङ्गा मच्चिएको छ, त्यहाँ हातपात भएको छ, कतिको ज्यान गएको छ, कति अस्पतालमा अझै पनि उपचारका क्रममा छन्। त्यहाँ भुसको आगो सल्किएको छ। सो आगोले त्यहाँ मात्र होइन, जनकपुर अनि मोरङका आसपासका क्षेत्रहरूमा समेत प्रभाव देखिएको छ। यति बेला तपाईँ हामी जाति, धर्म, वर्ग, लिङ्ग, सम्प्रदाय अनि समुदाय भन्दा माथि नेपाली हो अनि नेपाललाई जोगाउने हाम्रो कर्तव्य हो। यति बेला सञ्चार माध्यमले पनि सामग्री प्रसारण गर्दा जातीय द्वन्द्व होइन, जातीय द्वन्द्वलाई निरुत्साहित गर्ने प्रकृतिका सामग्रीहरू प्रसारण गर्नुपर्छ। राज्य अनि प्रतिपक्षले पनि यसको बारेमा सकारात्मक हुनुपर्छ। हामीले यति भनिरहँदा सरकारले केही गरेन भन्ने प्रकृतिका सामग्रीहरू प्रसारण गर्न लागेको होइन, सरकारले गर्यो। केही दिन अगाडि रवि लामिछानेले प्रतिपक्षसँग छलफल गरे, प्रतिपक्ष पनि यसमा सकारात्मक भए। यति मात्र होइन, बालेन शाहले सुरक्षा प्रमुखहरूसँग छलफल गरे र हिजो राति नै गृहमन्त्री सो जिल्लामा गएर पीडित परिवारहरूसँग भेटवार्ता गरी 7 बुद्धे छलफल अघि बढाउनु भएको छ र पीडितको दाह संस्कारको काम समेत अघि बढेको छ। तपाईँ हामी यति बेला भुसको आगोमा अझ भुस थप्ने होइन, एक झर पानी ल्याउन आवश्यक छ, किनकि राष्ट्र रहे हामी रहन्छौँ। यो एक्सक्लुजिभ आजको लागि यति नै। अबको हाम्रो अर्को हप्ताको कार्यक्रम हेर्न सुझाउनुहोस्। त्यसका लागि म कार्यक्रम क्यामेरामा सचिन लामिछाने र सम्पूर्ण टिमलाई दिनुहोस्। धन्यवाद।